यदि तपाई US अप्लाई गर्दै हुनुहुन्छ तर तपाईलाई यो वर्ड्सहरुको मिनिङ थाहा छैन भन्दाखेरि people are going to judge you like this. कौन है ये लोग? कहाँ से आते हैं? First is semester. So US मा एउटा वर्षलाई 3 semesters मा divide गरिन्छ. It's fall, spring and summer. So fall लाई चाहिँ अगस्त देखि डिसेम्बर सम्म हुन्छ भन्दाखेरि spring चाहिँ January देखि मे सम्म हुन्छ. Summer चाहिँ May देखि अगस्त सम्म. Now the second word is credit hours. So US मा चाहिँ हरेक कोर्स को आफ्नै credit hours हुन्छ हैन त, and each course को चाहिँ usually कि त 3 credit hours हुन्छ कि त 1 credit hour हुन्छ हैन. And international students हरुले चाहिँ एउटा सेमेस्टर मा चाहिँ 12 credit hour मिनिमम चाहिँ लिनै पर्ने हुन्छ, जसको मतलब चाहिँ each सेमेस्टर मा तपाईले 4 वटा कोर्सेस चाहिँ लिनै पर्ने हुन्छ. Now the third word is general education or GENET. So यो भनेको चाहिँ तपाईले आफ्नो मेजर कम्प्लिट गर्नको लागि चाहिँ हजुरले एउटा फाउन्डेशनल कोर्सेसहरु लिनु पर्ने हुन्छ र यसलाई नै जनरल कोर्सेसहरु भनिन्छन्. र यो जनरल कोर्सेस चाहिँ तपाई जुन मेजरको भए पनि हरेक मेजरको स्टुडेन्ट्सले यो जनरल कोर्सेसहरु चाहिँ लिनै पर्ने हुन्छ र यो चाहिँ तपाईको ग्रेजुएसनको लागि कम्पल्सरी नै हुन्. एन्ड यस्तो कोर्सेसहरु चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ लाइक इंग्लिश कम्पोजिसन, कलेज एल्जेब्रा, पब्लिक स्पिकिङ एटसेट्रा चाहिँ यस्तोहरु कोर्सेसलाई चाहिँ जनरल एजुकेसन भनिन्छ. यदि तपाईलाई यो US को प्रोसेसिङमा केही प्रब्लम्सहरु भइराको छ, तपाईको केही क्वेशन्स छ र कि त यस्तै वर्ड्सहरु तपाईलाई केही थाहा छैन भन्दाखेरि you can let me know in the comment down below and I will cover it up in my next video. And yes, यदि तपाईलाई मेरो भिडियोजहरु हेल्पफुल लाग्छ भन्दाखेरि do subscribe me on my YouTube channel, follow me on my TikTok, hit a like button or put some comments down below. And yes, thank you for watching my video and all the best.